आदरणीय व्यक्तित्वहरू र उपस्थित सम्पूर्ण महासङ्घका विभिन्न तहमा रहनुभएका अग्रज व्यक्तित्व लगायत सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरूमा मैले अलिकति छोटो बनाउने प्रयास गरेँ, माफ गर्नुहोला। म कृष्ण प्रसाद पौडेल, मेरो जन्मथलो स्याङ्जा जिल्लाको हालको पुतली बजार वडा नम्बर 6 आले टक्साको आले भन्ने ठाउँमा छ र म हाम्रो बुढो हजुरबा स्याङ्जा जिल्लाको कार्कीनेटा नजिकै, अघि एकजना बन्धुहरूले कार्कीनेटा भन्नुभयो, कार्कीनेटा नजिकै उखुबारी भन्ने ठाउँ छ, त्यहाँबाट जानुभएको हरिभक्त पौडेलको म चौथो पुस्ता। म यहाँहरू सबैलाई मैले उमेर अनुसार गच्छ अनुसार मैले अभिवादन गरेँ। मलाई वंशावलीको जिम्मेवारी सुम्पने क्रममा मलाई 2080 साल पौष 27 र 28 गतेको पोहलपुरको भेलाले मलाई केन्द्रीय सदस्य बनाउनु भयो। त्यसपछि 23 सालको माघ 26 गते मलाई वंशावलीको केन्द्रीय संयोजक तोक्नुभयो केन्द्रीय समितिको बैठकबाट र त्यही जिम्मेवारीमा म यहाँहरूसँग मेरो जिम्मेवारी वहन गर्ने क्रममा वंशावलीलाई कसरी जाने, वंशावली किन चाहियो, वंशावलीका विषयमा हामी धेरैलाई चासो छ। वंशावली हामी बन्धुहरूलाई जोड्ने एउटा मूल आधार हो भन्ने क्रममा चाहिँ मैले वंशावलीलाई लिएँ र वंशावलीको कुरा गर्दा पहिला त वंशावली भनेको के हो भन्ने क्रममा चाहिँ मैले यहाँहरूलाई गत साल चैतको 15 गते मुसरियामा म आइपुगेँ। 16 गते र 17 गतेको भेलामा त्यहाँको आमसभामा मैले केही कुराहरू राखेको थिएँ। त्यो हाम्रो प्रदेश भेलाको, माफ गर्नुहोला मैले केही कुरा भन्दैछु, हजुरहरूले नसुन्नियो भने मैले भनेको कुरा मैले मात्रै सुनेर त के गर्ने है। मैले मात्रै सुने भने त मैले नभने यहाँ घरै घर कोठा भने पनि हुन्थ्यो। म स्याङ्जादेखि यहाँ आइपुगेको छु, मैले भनेको कुराहरू नसुनिदियो भने त मैले के गर्ने, मलाई त अलि आपत पर्छ। किनकि म विश्वविद्यालयमा पढाउने अलिकति लामो समय त्यहाँ बिताएकोले विद्यार्थीहरूले यसो कुनामा बसेर खासखुस गरे भने बाबु हो म जाउँ है भन्थे। मैले पनि अब त्यही भन्नुपर्ने स्थिति आउँछ है। माफ गर्नु होला मैले अलिक कडा भन्छु, किनकि सबै बुझ्ने हुनुहुन्छ। त्यो मसुरियाको साधारण सभामा र अधिवेशनमा मैले वंशावलीको लागि केही कुराहरू भनेको थिएँ। त्यही मेरो पहिलो जग थियो र त्यो जगको आधारमा मैले प्राय 6वटा, खास गरिकन 6वटा प्रदेशमा, लुम्बिनी बाहेक सबै 6वटा प्रदेशमा म पुगेँ र त्यही व्यक्त गरेका विचारहरूको आधारमा मैले यही 81 साल कार्तिक 8 गते सुन्दर हराइचाको केन्द्रीय समितिको बैठकमा मैले एउटा यो वंशावली सङ्कलन समितिको तर्फबाट एउटा प्रस्ताव पेश गरेको थिएँ। त्यही प्रस्तावलाई केन्द्रीय समितिले पास गरिदिनु भयो अस्ति माघ 14 गते र त्यो प्रस्ताव पास गरेको प्रस्तावलाई मैले यहाँहरूको अगाडि ल्याएको छु। यो वंशावलीको अवधारणा र त्यसलाई सङ्कलन गर्ने विधिहरू के छन् भनेर कार्यविधि सहित मैले यसलाई केही प्रेसमा छपाएर मैले ल्याएको छु। म यो यहाँहरूलाई अहिले पछि हस्तान्तरण गरौँला, केही कपीहरू छन् र सबै पालिकाहरूमा यो पुग्नु सक्छ। यसमा मैले राखेका केही महत्त्वपूर्ण कुराहरू मैले यहाँ उल्लेख गर्न चाहे, किनकि समय छोटो भएको हुनाले मैले यसलाई सारांशमा भन्नेछु र यो यहाँहरूको हातमा पछि जानेछ।
र त्यसलाई अध्ययन गरी यहाँहरूले वंशावली बनाउनुहुनेछ भन्ने मैले अनुरोध गरेँ। खास गरिकन वंशावली भनेको हाम्रो पुर्खाको पुस्तेवाली हो र अहिलेसम्मका वंशावलीहरूमा धेरै जसो यो छोराको तर्फबाट मात्रै गरिएका छन्, किनकि हामी कहाँ 1946 पहिलो रेकर्डेड विक्रम सम्वत 1946 मा पहिलो वंशावली बनाइएको भेटिन्छ है। साके 1809 मा पण्डित धनपति उपाध्यायजीले बनाउनु भएको छ, विद्यापति उपाध्यायले। र त्यो चाहिँ साके 1809 भनेको विक्रम सम्वत 1946 तिर पढ्न आउँदो रहेछ। त्यसपछि केही वंशावलीहरू बनाएका छन् देखिन्छन् र ती वंशावलीहरूमा सबै छोरा 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 बाजे बुढो हजुरबा हजुरबा बा भनेर छोराको मात्रै वंशावली पुस्तेवालीहरू पाइन्छ। र 2060 सालमा पौडेल को एउटा ठुलो मोटो वंशावली पाइन्छ, त्यसमा पनि छोराहरूको मात्रै विस्तृत वंशहरूको उल्लेख गरिएको छ। अब यो वंशावली त ती अहिलेसम्मका हाम्रा चलनहरू छन्, तर मैले यहाँ के जोड्न खोजेँ भने वंशावली किन बनाउने, वंशावलीका बनाउनका केही महत्त्वपूर्ण उद्देश्यहरू छन्। एउटा त हामी को हौँ भनेर चिनाउनको लागि बनाइन्छ। अर्को त्यो चिनाइएको वंशावलीको पुस्तकले हामीलाई के गर्छ त, त्यसको वैज्ञानिक आधार के हो, भोलि हामी किन त्यसलाई प्रयोग गर्दैछौँ, किन यत्रो दुःख गरेर खर्च गरेर वंशावली बनाउँदैछौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। किनकि हामी धेरैजनाले पितृलाई श्राद्ध गर्छौँ र पितृलाई श्राद्धमा जल अर्पण गर्दाखेरि, पिण्ड अर्पण गर्दाखेरि हामी पितातिरका केही पुस्ता र मातातिरका केही पुस्ताहरू है लाई हामीले सम्झन्छौँ। त्यो किन सम्झनु पर्ने, त्यो सम्झनेको आधार के हो भन्दाखेरि एउटा त हाम्रो पूर्वीय दर्शन शास्त्रको आधारबाट हामी आफ्ना पितृहरूलाई सम्झन्छौँ, पितातिर पनि मातातिर पनि। अर्को यसको वैज्ञानिक आधार छ, हामी जुन शरीर प्राप्त गरेका छौँ त्यसमा केही अंशहरू यस्ता हुन्छन् जुन हाम्रो पैतृक गुणबाट यहाँ चाहिँ प्रवेश गरेका हुन्छन्। त्यो पैतृक गुण भनेको पिताको मात्रै होइन, मातातिरको पनि गुण हुन्छ। त्यो मातातिरको र पितातिरको दुवैको गुण हाम्रो शरीरमा आउँछ। त्यसैले हामीले मातातर्फको पनि पितातर्फकोलाई पनि हामी श्रद्धा गर्छौँ। र वंशावलीमा पनि खालि छोराको मात्रै नभएर छोरीतिर अथवा बाको मात्रै नभएर आमाका पनि केही उहाँ कुन थर गोत्रबाट आउनुभयो र उहाँको कुन स्थानबाट उहाँ आउनुभयो त्यो भयो भने हामीलाई के हुन्छ, हामीले भोलि हाम्रा छोरा छोरीको विवाह गर्दाखेरि त्यसमा आउने गुणहरूमा हाम्रो आमातिरको मामलीतिरको नजिकको सन्तान, छोरीतिरको नजिकको सन्तान, बुहारीतिरको माइतीतिरको नजिकको सन्तानमा बिहा बारी पर्यो भने त्यसले चाहिँ भोलि हाम्रा सन्तानमा अपाङ्गता केही वैज्ञानिक कुराले हामीलाई चाहिँ समस्या पार्छ है। त्यस कारणले त्यो कुरा थाहा पाउनको लागि हामीले वंशावलीमा ती कुराहरूलाई रेकर्ड गर्नुपर्छ। त्यसैले हामीले उहाँहरू कुन ठाउँको र कुन थर गोत्रको हो भन्ने कुराहरू वंशावलीमा उल्लेख गर्नुपर्छ। त्यो हाम्रो वैज्ञानिक आधार हो। अर्को वंशावलीमा 3टा कालखण्डहरू छन्। एउटा कालखण्ड हामीले समय थाहा पाउँदैन, अथवा धेरै पुरानो, जस्तो अहिले हामीले पौडीमा हाम्रा पुर्खाहरू आएका थिए, ती पौडीमा पुर्खाहरू आएका हामीले किंवदन्तीहरू, कथाहरू, पुराणहरू कहीँबाट हामीले भेटाउन सक्छौँ। एउटा कालखण्ड त्यो। अर्को कालखण्ड हाम्रा बुवा हजुरबाहरूले भनेर सुनेको, जस्तो अहिले पनि यहाँहरू धेरैले भन्नुभयो हामी बागलुङबाट आएका थियौँ रे, दैलेखमा आएका थियौँ रे, स्याङ्जाबाट आएका थियौँ रे, ताप्लेजुङबाट आएका थियौँ रे, तर त्यहाँको विषयमा हामीलाई थाहा छैन। थियौँ रे भन्ने कुरा त सुन्यौँ नि त, त्यो थियौँ रे भन्ने कुराहरू केही हामीले केही सत्यता त्यसमा हुन्छ, ती कुराहरू उल्लेख गर्नु। र अहिले जब तपाईँहरू यहाँ बसिराख्नु भएको छ, यहाँ तपाईँ हाम्रो चाहिँ अहिलेको वर्तमान अवस्था हो। त्यो वर्तमान अवस्था तपाईँ हामी सबैलाई थाहा छ। त्यसैले हाम्रो बुवाको जन्ममिति कहिले थियो, बुवाको स्वर्गवास भइसक्यो भने उहाँ कहिले स्वर्गीय हुनुभयो, हाम्रो जन्म कहिले भयो,
कुन ठाउँमा हाम्रो जन्म भयो भनेर लेखेर राखिदियो भने भोलिका सन्तानहरूले खोज्दाखेरि हाम्रो हजुरबा यति वर्षमा बित्नु भएको छ, यति वर्षमा यति सालमा उहाँ जन्मनु भएको छ, हाम्रो बुवा यति वर्षमा जन्मनु भएको छ, यति वर्षमा उहाँ बित्नु भएको छ भन्ने त्यो रेकर्ड चाहिँ भोलिको सन्तानलाई दुःख हुँदैन, थाहा पाउनु पर्यो। र भोलि यहाँहरूले नाता गोता खोज्दै जाँदाखेरि त्यो ठाउँमा गएर नाता गोताहरू खोज्नु पर्यो, खोज्न सजिलो हुन्छ। अहिले त हामी गर्छौँ, तर हामी त सधैँ रहँदैनौँ यो धरतीमा, हामी त कुनै समय जान सकिन्छ। अब हाम्रा पछिका पुस्ताले चाह्यो भने त्यो कुराहरू सजिलोसँग प्राप्त गर्न सक्छन्। त्यो दस्तावेज बनाएर हामीले राखिदिने हो। अब यो दस्तावेज बनाउने कसरी बनाउने हो त? भर्खरै केही बन्धुहरूले भन्नुभयो वंशावली महत्त्वपूर्ण कुरा हो, कसले बनाउने कहिले बनाउने, चुरेमा हामी कति भाइ छौँ, खोइ कसैले खोजेनन् भन्ने कुराहरू पनि आयो। अब यो कसले बनाउने हो त? वंशावली बनाउनको लागि महासङ्घले एउटा संरचना पास गरेको छ। त्यो संरचना कस्तो भन्दाखेरि केन्द्रीय वंशावली समिति एउटा छ, जसलाई मलाई संयोजक बनाउनु भएको छ बन्धुहरूले। त्यो केन्द्रीय समितिमा म संयोजक, एकजना सचिवजी हुनुहुन्छ नारायण पौडेल, उहाँ धनकुटाका हुनुहुन्छ। हामी दुईजनालाई केन्द्रीय समितिले मनोनयन गरेको छ। त्यसपछि अब 7 प्रदेशका संयोजकहरू, वंशावली संयोजक, त्यो वंशावली केन्द्रीय समितिको पदेन सदस्य हुनुहुन्छ। 7 प्रदेशका 7 जना, हामी 2 जना गरिकन 9 जना भयो। अब 2 जना मुलुकभरिकै विज्ञहरूमध्येबाट मनोनित गरेर 2 जना राखेर 11 जनाको केन्द्रीय समिति हुन्छ। विचार गर्नुहोस् है, तपाईहरूको सुदूरपश्चिमको वंशावली सङ्कलन संयोजक चाहिँ केन्द्रीय समिति वंशावली समितिको पदेन सदस्य हुन्छ। र त्यो प्रदेशको वंशावलीको संयोजकत्वमा सबै जिल्लाका वंशावली समितिका संयोजक चाहिँ त्यो प्रदेशको संयोजकको मातहतमा प्रदेशको वंशावली समितिको सदस्य हुन्छ, पदेन सदस्य हुन्छ। सबै जिल्ला सुदूरपश्चिममा कतिवटा जिल्ला छन्, ती जिल्लाका वंशावली संयोजकहरू सुदूरपश्चिमको वंशावली समितिको पदेन सदस्य हुन्छ। र सुदूरपश्चिमको वंशावलीको जुन संयोजक छ ऊ चाहिँ अध्यक्ष बन्छ। र सुदूरपश्चिमबाट वंशावलीसँग जानकार गर्ने 2 जना व्यक्तिलाई सुदूरपश्चिम प्रदेशले वंशावली निर्माणको लागि के गर्न सक्छ? नोमिनेसन गर्न सक्छ, गरिकन जति जिल्ला छन् त्यसको त्यहाँ भयो। अब सुदूरपश्चिमका जिल्लाहरूको जति जिल्लाहरूको संयोजक बन्छन् उहाँहरू त्यो जिल्लाको अध्यक्ष बनेर आफ्ना पालिकाबाट आएका वंशावली संयोजकहरूको त्यो चाहिँ अध्यक्ष बन्छ। र पालिकाको वंशावली संयोजक चाहिँ सुदूरपश्चिमका जिल्लाहरूको वंशावली कमिटीमा उनीहरू सदस्य बन्छन्। र अब अघि कृष्णभक्त दाजुले भन्नुभयो यो वडा भन्दा पनि हाम्रो पौडेल वंश महासङ्घको महत्त्वपूर्ण ठाउँ चाहिँ के हो भन्दाखेरि पूजा समिति हो। मैले मुसरियामा त्यति बेला नि भनेको थिएँ, तपाईँहरू धेरै ठाउँबाट बसाइ सरेर आउनु भएको छ। यहाँ एकले अर्को घरलाई थाहा छैन, कोही ताप्लेजुङको, कोही दैलेखको, कोही डोटीको, कोही बझाङको हुनुहुन्छ। तर हजुरहरू सबैको पूजा समिति चाहिँ कुनै न कुनै ठाउँमा पूजा समितिसँग आबद्ध हुनुहुन्छ। पूजा समिति बनाउनुहोस् र त्यो पूजा समिति पौडेल वंश महासङ्घको सबभन्दा तलको निकाय हो। हाम्रो वडाभन्दा पनि महत्त्वपूर्ण चाहिँ पूजा समिति हो। पूजा समितिमा सबै त्यहाँका पौडेल बन्धुहरू सहभागी बन्छन् र त्यो पूजा समितिमा जति सहभागी हुन्छन् उहाँहरूको वरपरका सबैका व्यक्तिगत घरहरू, त्यो पूजा मन्दिरमा जाने, पूजा समितिमा संलग्न हुने सबैका घरहरूबाट
तपाईले आफ्नो वंशावली, आफ्नो घरको वंशावली तयार गर्नुहोस्। तपाईँ ताप्लेजुङबाट आउनुभएको कि तपाईँ दैलेखबाट आउनुभएको कि त्यसमा उल्लेख गर्नुहोस् र त्यो लिखत चाहिँ तपाईहरूले त्यहाँबाट एउटा संयोजक बनाएर त्यो संयोजक चाहिँ त्यो पालिका वंशावली समितिको के हुन्छ, समिति बन्छ, अध्यक्ष बन्छ र त्यो पालिका भरिका पौडेलहरू कहाँका छुटे, चुरेका छुटे कि चाँदनी दोधाराका छुटे कि भन्ने कुरो चाहिँ त्यो पूजा समितिले जिम्मेवारी लिन्छ। किनकि पूजा समिति भने त सबभन्दा तलको हो नि त। मलाई थाहा छैन, म केन्द्रको वंशावली संयोजक म न चुरेमा जान सक्छु न चाँदनी दोधारामा जान सक्छु। म त यहाँसम्म कहिलेकै आउन सकौँला, तर त्यहाँको घरहरू नै जिम्मेवारी हुनुपर्छ र त्यहाँको पूजा समिति जिम्मेवारी हुनुपर्छ र त्यो पूजा समितिमा ती हरेक घरहरूले आफ्नो वंशावली लेखेर पूजा समितिलाई दिने, पूजा समितिले पालिकामा दिने, पालिका समितिले जिल्ला समितिलाई दिने र जिल्ला समितिबाट प्रदेशमा जाने र तपाईहरूको प्रदेशका वंशावली समितिले केन्द्रमा पठाउने र हामी केन्द्रमा त्यसलाई कसरी छाप्ने, कसरी प्रसारण गर्ने, त्यसमा कहाँ कसलाई जोड्ने। भोलि ताप्लेजुङको भाइलाई चाँदनीमा बसेको भाइले त उसको पुर्खा त थाहा पाउन गाह्रो हुन्छ भने हामी त्यो ताप्लेजुङको वंशावली समितिसँग त्यो चाँदनीको वंशावलीमा ताप्लेजुङबाट आएका हौँ भन्यो भने त हामीले जोडाइदिन सक्छौँ नि। तपाईँहरू जान सक्नुहुन्न, त्यसको लागि केन्द्रीय समितिले काम गर्छ। त्यो जोडाउने कामहरूको लागि केन्द्रीय समितिले भूमिका निर्वाह गर्न सक्छ। तर वंशावली बनाउने क्रममा चाहिँ त्यो तलको घरको वंशावलीको विषयमा केन्द्रीय समितिले थाहा पाउँदैन। त्यो केन्द्रीय समितिलाई त्यो खुराक दिएपछि केन्द्रीय समितिलाई काम दिने जिम्मा अब तपाईहरू हरेक पूजा समितिको हो र त्यो पूजा समितिले घरबाट लिने र अब तपाईहरूले के काम दिनुहुन्छ त्यो काम चाहिँ त्योभन्दा माथिको समितिले गर्छ। त्यसरी वंशावलीलाई तपाईहरूले सम्झिदिनुहोस् र अब लगत्तै तपाईहरूले वंशावली समितिको चयन गर्नुभएको छैन भने वंशावली समितिको संयोजक चयन गर्नुहोस्। हरेक पालिकामा समितिको चयन गर्नुहोस्। हरेक पूजा समिति छैनन् भने पूजा समिति बनाउनुहोस् र पौडेल वंश महासंघसँग ती पूजा समितिहरूलाई जोडाउनुहोस्। यदि पौडेल वंश महासंघसँग त्यो पूजा समिति जोडिएको छैन भने तपाईहरूको वंशावली बन्दैन। त्यो कुरा पनि बुझिराख्नु। त्यस कारणले संरचनागत हिसाबमा अहिले महासचिवजीले भन्नुहुनेछ, उपाध्यक्षज्यूहरूले भन्नुहुनेछ, जबसम्म पूजा समिति बन्दैन त्यति बेलासम्म यहाँहरूको वंशावली बन्न गाह्रो छ। त्यसरी तपाईहरूले बुझिदिनु होला। अब वंशावलीमा के राख्ने भन्ने कुराहरू मैले स्पष्टत यसमा राखेको छु। यसमा चारवटा कुराहरू स्पष्ट उल्लेख गर्ने भनेको छ। के हो त त्यो चारवटा कुराहरू? तपाईको थाहा पाएसम्मको तपाईको हजुरबाहरू कुन ठाउँबाट आउनुभएको त्यो स्थानहरू र अहिले कहाँ हुनुहुन्छ त्यो ठाउँको नाउँ चाहियो। अघि मैले भने जन्म मिति, मृत्यु मितिहरू भयो भने त्यो राख्ने। अब आमाको पनि नाम राख्नु पर्यो, बाको मात्र होइन। बाको नाम, आमाको नाम, छोराको नाम, बुहारीको नाम, छोरीको बिहा गरेको छोरीको नाम, बिहा नगरेको त भइहाल्यो, बिहा गरेको छोरीको नाम पनि राख्यो। तर ऊ कुन थर गोत्रमा दिएको छ, कुन ठाउँमा दिएको छ, बुहारी ल्याउनु भएको छ, कुन थर गोत्र र कुन ठाउँबाट ल्याउनु भएको छ, ती कुराहरू उल्लेख गरेर तपाईहरूले वंशावलीको एउटा यस्तो किसिमको यहाँ उल्लेख गरेको छ त्यो अनुसार भर्नु पर्यो। त्यो भरेर तपाईहरूले वंशावली हरेक घरको वंशावली तयार गरेर उपलब्ध गराउनु हुनेछ भनेर मैले यो दिन्छु। यसमा हरेक पालिकासम्म यो पुग्नुपर्ने हुन्छ। हामीसँग के कति छ, यदि पुगेन भने त्यसको फोटोकपी गरेर अथवा त्यसलाई हामी यसमा जे उल्लेख छ त्यो हामी डिजिटली उपलब्ध गराउन सक्छौँ। तपाईहरूले इमेल, यहाँ इमेल ठेगाना पनि छ तल, त्यसमा इमेलमा तपाईँले मलाई यसको डिजिटल कपी दिनु पर्यो भनेर तपाईँले उल्लेख गरेर यदि तपाईँले इमेल मलाई लेख्नुभयो भने यो मेरो ठेगाना पनि छ, मलाई लेख्नु भने म तपाईँहरूको इमेलमा म पठाइदिन्छु भन्दै वंशावलीका कुरा मैले यति गरेँ। मैले योभन्दा धेरै समय मैले लिन चाहिनँ। यहाँ धेरै
अग्रज दाजुहरू हुनुहुन्छ, यसमा अभियन्ताहरू हुनुहुन्छ। अब त्यो विषयमा अहिले मैले पौडेलका अरू विषयमा मैले कुरा गरेँ भने त्यो दोहोरिन सक्छ। मैले खालि मात्रै वंशावलीको कुरा गरेँ। यदि वंशावलीसँग सम्बन्धित हजुरहरूलाई केही समस्याहरू छ भने